हरे कृष्ण प्रिय भक्तजन अनि आज चाहिँ हामी बनाउँदैछौँ मोमो। मैले चाहिँ बनाएको छुइनँ, माताजी र प्रभुजीले तपाईँहरूले हेर्न सक्नुहुन्छ। म चाहिँ खालि बेल्नेमा मात्रै हेल्प गर्छु अहिले एकछिनमा। माताजीको मोमो चाहिँ एकदमै मनपर्छ हाम्रो है। आज कस्तो हुन्छ तर थाहा छैन, दुईजनाले बनाएको चाहिँ नि। अब यो सेवा चाहिँ किन भन्दाखेरि राखेको आज घरमा भन्दा 1 महिनामा हामी दामोदर सेवा गरेको थियौँ। 1 महिना भएको थियो अनि हामी सबै भक्तजनहरूको चाहिँ प्रभुले कार्तिक महिनामा सबैजनाको अब त्यही हो। अब यसले कि फास्टफुडहरू सबैलाई मनपर्छ अनि कीर्तन गर्ने टिमहरू अनि प्रायः डिभोटीहरूलाई चाहिँ प्रभुले यो मोमो, चाउमिन, समोसाहरू सबै 1 महिनाको लागि बन्द गरिदिनु भएको थियो। अनि अहिले फ्री भएकोले गर्दाखेरि चाहिँ हामी बेलुका, आज सन्डे हो, प्रभु चाहिँ जानुभएको छ मन्दिरमा क्लास गराउनुको लागि। अनि हामी 4-5 जना बसेर चाहिँ यहाँ बनाउँदैछौँ मोमो। अनि बेलुका खाने हो दबाके। अनि त्यही हो सेवा छ आज। अनि पुरा मन परिरहेको, मजा लागिरहेको छ किनभने अब दामोदर महिना सकेपछि घर एकदम शून्य भएको छ, रुनु मन लागिरहेको छ होइन। एकदम हुन्छ नि खल्लो टाइपको क्या त्यस्तो भएको छ। त्यही भएर फेरि अनि भक्तजनहरू आयो भने मजा लाग्छ नि त घरमा। अनि त्यही भएर यो प्रोग्राम सानो राखेको। एकछिन पछाडि सबैजना आउनुहुन्छ क्लास सकेपछि। त्यस्तै छ। हरे कृष्ण। आजको नक्नु दुईजना रहेछ, आजको नक्नु दुईजना, 3 जना यो छ। अनि वहाँ जो बड्का जगन्नाथ हुनुहुन्छ उहाँ चाहिँ एकजना भक्त जानुभएको छ द्वारका दर्शन गर्नको लागि। अनि उहाँले चाहिँ आफ्नो भगवान हाम्रोमा यता सेवाको लागि छोडेर जानुभएको छ। योभन्दा अगाडि मसँग अब हाम्रो मन्दिरमा चाहिँ जगन्नाथ मात्रै 4टा हुनुहुन्थ्यो, 4 जना हुनुहुन्थ्यो हो। अब चाहिँ 3 जना हुनुहुन्छ। अनि तपाईँहरू देख्न सक्नुहुन्छ यो जुन सयपत्री फुल छ यो चाहिँ अस्ति हामी कर्स्याङ गएको थियौँ नि। अनि शुभाङ्कीको घरबाट एकदम अर्ग्यानिक लिएर आएको। यत्रो ठुलो थियो यो फुल, पुरा राम्रो थियो। अहिले बिचरा अलिक सुकेर गएछ। के गर्नु, हामी मान्छे त एक दिन सुक्छौँ भनेपछि होइन, मान्छेलाई एक दिन सुक्छौँ भनेपछि बिचरा फुल बेला सुकिहाल्छ नि। भक्तजनहरूको लागि आजको जुन स्पेसल हाम्रो प्रोग्राम छ अनि उनीहरूलाई हामीले गिफ्ट पनि दिने भनेर नै हामीले यो प्रोग्राम राखेको हो सानो लागि। अनि यहाँ सुदैतिर प्रतीक्षा चाहिँ हेर्दैछ चाहिँ मेरो चाहिँ कुन चाहिँ गिफ्ट हो भनेर नाम हेर्दैछ। तर यति मध्येमा मेरो चाहिँ कुनै पनि छैन होइन, किनभने मेरो पैसा गएको। हरे कृष्ण। अनि यहाँ चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ हामी जति पनि दामोदर महिनामा हामीले सेवा गऱ्यौँ होइन, सेवा गर्ने भक्तजनहरूको लागि प्रभु र अनि हाम्रो राधिका माधवको तर्फबाट चाहिँ सानो गिफ्ट छ। अनि यही कारणले गर्दा नै आजको जुन हाम्रो घरमा मोमो पार्टी पनि राखेको हो, ताकि मोमो अब किनभने त्यहाँको हाम्रो भक्तहरू धेरैजना थियो, उनीहरूलाई चाहिँ अब सबै कुराहरू प्रभुले बन्द गराइदिनु भएको थियो नि त फास्टफुडहरू। अनि त्यही भएर चाहिँ अब आज चाहिँ हाम्रै घरमा नै बनिँदैछ अनि उनीहरूले खुसी पनि हुन्छ। अनि अब त्यही त हो नि होइन, भक्तहरू खुसी भयो भने आफूलाई पनि धेरै खुसी लाग्छ। अनि त्यही कारणले गर्दा नै तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ सबैको गिफ्ट हरेका। अब यो चाहिँ के छ भन्दाखेरि हाम्रो ग्रुप छ अनि 1 महिना अब उहाँहरूले एकदम अब हामीलाई यति धेरै सहयोग गर्नुभयो। अब हामी जे गर्दैछौँ कीर्तनहरूदेखिको लिएर सबै कुरा त्यो अब आफ्नो हामीलाई गुरुले आदेश दिनुभएको थियो, तपाईँहरू गर्नु, कीर्तन गर्नु होइन, अब दामोदर सेवा गर्नु भनेर। अनि जुन भक्तहरूले गर्नुभयो त्यो चाहिँ अब हामीलाई हेल्प गर्नुभयो नि त, यति धेरै सहयोग गर्नुभयो कि यो 1 महिनामा त्यो चाहिँ अब भन्नु सक्दैनौँ। किनभने मान्छेहरूलाई अब हेर्दा कीर्तन गर्नु होइन, अब हामी डान्सहरू गरेको, नृत्य गरेको देख्दाखेरि अब राम्रो लाग्छ, खुसी लाग्छ, आहा कति मजा आउँछ होला भनेर। तर अब कस्तो थाकेको हुन्छौँ हामी होइन, अब प्रसाद बनाउनु पर्यो, कहाँ कहाँ लोकेसन हुन्छ, भक्तको घर धेरै टाढो टाढो पनि हुन्छ, त्यहाँ जानु पर्यो। अनि अब यो लोकल ठाउँमा त भइहाल्छ, हामी गरिहाल्छौँ। अब कोही अब हामी नेपालीहरूको त घर प्राय दार्जिलिङ हुन्छ होइन, खरसाङ हुन्छ। अनि यो पालिको जुन प्रोग्राम थियो हामी हिल साइडमा पनि पुरा थियो, 5-6 घर थियो। अनि त्यहाँ गयो, आज कीर्तन सक्यो, भोलि त्यहाँ लगातार गयो। अनि फेरि फर्किने दिन फेरि नेक्स्ट डे फेरि यहाँ पनि बेलुका कीर्तन हुन्छ होइन। त्यस्तो यति धेरै हामीलाई अब सबैले सपोर्ट गर्नुभयो।
अनि फेरि अर्को कुरा चाहिँ जो हाम्रो ग्रुपमा हुनुहुन्छ कोही पनि अब धेरै एज भएको अब क्लासमा आउनुहुन्छ तर जुन ग्रुपमा हामी बनाएर हिँड्छौँ धेरै एजेड भएको अब एज भएको मान्छेहरू छैनन् त धेरै अब के भन्दाखेरि युथहरू छ अनि उहाँहरूलाई सम्झाउनु बुझाउनु धेरै साह्रो पर्छ होइन अन्त तर पनि अब हामीले के भन्छ अब जति सक्दो अब आफूले कोसिस गरेर उनीहरूलाई होइन एकजुट बनाएर हिँड्ने कोसिस अब हामीले गऱ्यौँ अनि मेरो चाहिँ के उद्देश्य छ भन्दाखेरि चाहिँ अब हुन्छ नि जस्तै कि अब दामोदर मन्थमा अब भन्छ नि अब एक माला गरे भने त्यसको 10,000 गुणा फल पाउँछ अनि एउटा केही अपराध गरे भने पनि त्यसको फेरि 10,000 गुणा नै अपराध हुन्छ भन्छ नि होइन तर मैले चाहिँ यो मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अब मेरो आफ्नो पोइन्ट अफ भ्यूमा चाहिँ के लाग्छ भन्दाखेरि अब 1 महिना सेवा हुन्छ होइन कस्तो कस्तो मान्छेसँग बोल्नुपर्छ भेट गर्नुपर्छ यति धेरै काम हुन्छ होइन अनि अब आफू पनि थाकिन्छ रिस त उठिहाल्छ अब रिस उठ्नु भनेको पनि त्यसमा अपराधै हुन्छ होइन अनि म चाहिँ अब मान्छेले अब के सोच्छ थाहा छैन तर म चाहिँ जति पनि यो सेवाहरू गरेँ मेरो अब इन्टेन्सन चाहिँ के थियो भन्दाखेरि म अब एक कार्तिक महिना भनेको हाम्रो स्वयं श्रीमती राधा रानीको महिना हो नि त अनि अब राधा रानीलाई पाउनु भगवानलाई प्राप्त गर्नु छ भने जति सक्दो सेवा गर्नुपर्छ भनेर यो शास्त्रमा पनि छैन तर म चाहिँ अब सेवा जति पनि गरेँ मैले चाहिँ खालि भगवानलाई प्राप्त गर्नुको लागि होइन मैले चाहिँ अब आफ्नो जो प्रभु हुनुहुन्छ मेरो प्रभु उहाँलाई सहयोग गर्नुको लागि नै गरेको थिएँ किनभने अब कस्तो हुन्छ नि थाकिन्छ कस्तो हुन्छ कोही बेला चाहिँ कि अनि कस्तो लाग्छ क्या अब थाक्दाखेरि अब रुनु पनि मन लाग्छ होइन अनि त्यस्तो हुन्छ तर पनि मैले जति पनि गरेँ अब मैले गरेँ भन्नु खोजेको होइन तर पनि म चाहिँ तपाईँहरूलाई त्यही भन्नु खोज्दैछु कि अब म भगवान प्राप्त गर्नुको लागि गरेको होइन म मात्रै होइन सबैजना भक्तहरू नै होइन उहाँहरूले चाहिँ आफ्नो प्रभुको लागि र प्रभुले के गर्नुहुँदैछ कि प्रभुले आफ्नो गुरुको जुन आदेश छ त्यसलाई पालन गर्नुको लागि अनि यति मजाले अब हामीले अब मिलेर यो जुन प्रोग्राम छ हाम्रो सायद सेकेन्ड टाइम हो यो होइन पहिलाको पालि गऱ्यौँ त्योभन्दा राम्रो यो पालि लाग्यो मलाई होइन अनि जस्तै 1 महिनाको सेवा सकेपछि चाहिँ अब घरमा यति धेरै भक्तजनहरू आउनुहुन्थ्यो अब त्यो म्युजिकको अब सामानहरू हुन्छ नि त्यो इन्स्ट्रुमेन्टहरू यतै बिग्रिरहेको उतै बिग्रिरहेको होइन घरभरि अनि त्यस्तो हुन्थ्यो अनि अब 1 महिनाको यो प्रोग्राम सकेपछि चाहिँ अब घरै सुन्ने क्या बिचरा अब माया लाग्दो मलाई पनि पुरा रुनु मन लाग्यो सुदेवीले पनि हेर्छ हो माताजी कस्तो रुनु मन लाग्यो नि भनेर भन्छ हो अन्त एकदम शून्य भइसकेको थियो क्या जब दार्जिलिङबाट हामी फर्क्यौँ नि घर आफ्नो घर गयो अब फेरि आफ्नो लाइफमा बिजी यो 1 महिनाको लागि चाहिँ कतिजना भक्तहरूले छुट्टी लिएर पनि आउनु भएको थियो नि त कोही कोही त हाम्रो घरमा पनि बस्नु भएको थियो अनि यति मजाले इन्जोय गरेर हामीले योपालि चाहिँ अब आफ्नो मतलब कार्तिक महिनाको यो प्रोग्राम हामीले मनायौँ होइन अनि त्यही भएर चाहिँ अब के भन्छ फेरि अब शान्ति भइरहेको थियो सुन्ने अनि फेरि रुनु मन लाग्छ भनेर चाहिँ प्रभुले चाहिँ हाम्रो मन बिग्रिरहेको छ भनेर फेरि एकजुट हुनु लागि चाहिँ गेट टुगेदर गरौँ न त लु आज सन्डे पनि हो भनेर चाहिँ प्रभु जानुभएको छ मन्दिर अनि अब हामी चाहिँ यहाँ छौँ अनि त्यही भएर फ्री पनि छु भनेर आज सानो भिडियो पनि बनाइहालेको अनि यो भिडियो बनाउनुको कारण चाहिँ के रहेछ त भनेर तपाईँहरूलाई मैले भनिहालेँ अनि त्यही हो गिफ्टहरू छ अलिकति अनि उनीहरू खुसी हुन्छ होला बच्चाहरू त छ भनेर चाहिँ त्यही हो हरे कृष्ण डल्ला चाहिँ देखेन पनि यहाँ चाहिँ मास्टर सेफ हुनुहुन्छ द वान एन्ड ओन्ली अनुराधा माताजी एन्ड सी इज मेकिङ मोमो प्रणय सेफ वर्ल्ड बेस्ट सेफ मास्टर सेफ हो नि हाम्रो राधिका निलम्बरी देवीदासी माताजीको रोटी हेर्न सक्नुहुन्छ एकदम गोल छ मेरो जिन्दगी जस्तै हरे कृष्ण अब चाहिँ हाम्रो मोमो रेडी भइसक्यो यहाँ आदि मजदुरहरू मजदुरी गर्नुहुँदैछ हो अनि हाम्रो के भन्छ सेहेजादाहरूले चाहिँ यहाँ प्रसाद पाउनु हुँदैछ तपाईँलाई म देखाउँछु रेडी हो चुका है और इधर बेचारा धो रही है बर्तन चाहिँ हाम्रो माताजी दिपा माताजीले आज नेपाली गाना फर्स्ट टाइम गाउनु आँट्नु भएको छ त्यो प्रभुको लागि
खुसी के भन्दैछ घन्टी हो र का खुसी गिफ्ट पाने के बाद यस्तो गरे मैले भने नि तिमीहरू कस्तो गनाउँछौ भनेर लग्जरी पर्फ्युम सेट तिमीहरू बेसी गनाउँछ भनेर दिएको अर्को के छ कार्टुन चेस्नी छ त्यही भएर स्मर्ट मलाई पुरा मनपर्छ यही स्मर्ट मलाई पुरा मनपर्छ सुदेको मनपर्छ नि तिमीलाई माधुरीका खालके इतना खुसी बम्बई तिमीहरू नआउँदैन भनेर पर्फुम अर्को पनि छ कलर रहेछ है दिप चाहिँ के छ दिपको साइज छबाट चल्छ अरे हौ त्यो आया अस्तिको घर दिपको घर त ए रहेछ यता देखाऊ अरे तिम्रो पर्फ्युम गजबकै होइन लुगा के हो हेर न गजबकै ये है हमारा दीप प्रभु उसका जो गिफ्ट है सेम उसका ही साइज का है छोटा सा अभी टर्न है हमारा झाम्पू मास्टर का झाम्पू Wow, you can Sas Prabhu, this smells like you, by the way. अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो प्रणय प्रभु जो चाहिँ हो बिहाइन्ड द सिन यो त चाहिँ एकदम कम्ती भाँडा हो यति धेरै थियो कि जो मैले भर्खर आधी राखेर अनि आधी चाहिँ उहाँले गर्नुहुँदैछ यस्तै छ अनि सबैजना भक्तहरू त डिभोटीहरू जानु भइसक्यो अनि उहाँ म्याम साहब पनि भर्खर खानु आउनुभएको ड्युटीबाट हेल्प त गर्नु छैन खालि मिठो थियो यस्तो गर्नु अनि बिचरा प्रणय प्रभुले उहाँले चाहिँ हेल्प गर्नुहुन्छ यसरी हो राति कति बजिसक्यो तपाईँहरूलाई म देखाउँछु राति तपाईँहरूलाई 10:30 भइसक्यो घरमा यस्तै हो कुनै पनि हामी नै हुन्छौँ 10:30 कोही बेला त 1 पनि बज्छ के गर्नु है यस्तै छ जिन्दगी तर जब म उसलाई हेर्छु नि खुसी लाग्छ अब के हो खुसी राति भएको जस्तो लाग्छ यी हेरिहाल्नुहोस् कसो दिउँसो राति भएको जस्तो लाग्छ बिहान 6 बजेछ भने पनि राति त मक्कै राति 6:30 बजे जस्तो लाग्छ हो यस्तो कृष्ण रात्रि तपाईँहरू सबैजनालाई मलाई हेरेर कृष्ण रात्रि कृष्ण बिहानी कृष्ण रात्रि कृष्ण बिहानी छ तपाईँहरू पनि सबैजना सुत्नु होला अरे क्या कति बजी भिडियो अपलोड हुन्छ त्यो त थाहा छैन कृष्ण रात्रि हरे कृष्ण बाई बाई प्रणय भन एकपल्ट बेसी अग्लो भएर तिमीपट्टि पऱ्यो भने त म त नदेख्ने रहेछु होइन बेसी अग्लो भएर